This is the view guys, हेर्नुहोस् यताको जङ्गलको भ्यूहरू यस्तो भइरहेको छ। ठन्डामा यस्तो ठन्डा मौसममा तातो तातो चिया विथ हर्लिक्स कस्तो दामी आउँदै होला गाइस। हेलो एभ्रिवान, गुड मर्निङ एभ्रिवान, वान्स अगेन वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई सबैलाई स्वागत छ आजको न्यू भिडियोमा। अनि अहिले चाहिँ विशेष गरी म खोला जाँदैछु है मुख धुनु, अनि अहिले चाहिँ खोलामा आएको छु। अनि आजको वेदर चाहिँ हेर्नु न होइन, अप्रिल आज 2 तारिकको वेदर यस्तो छ, पुरा धुमिरहेको छैन, पुरा फगी भइरहेछ, पानी पनि पर्दैछ। अनि खोलामा आएको छु हेर्नु न गाइस, खोलाको हालत त्यस्तो भइरहेछ, सबै खोलाले बगाएर हेर्नु न खत्तम बनाइदिइरहेछ। तपाईँहरूलाई माथिको नजारा देखाउँछु ल, माथिको भ्यू। अहिले पानी परेर फगी भएर कस्तो भइरहेछ। दिस इज द भ्यू गाइस, हेर्नुहोस् यताको जङ्गलको भ्यूहरू यस्तो भइरहेको छ। अनि मेरो घर चाहिँ यता पारिपट्टि है, यहाँ हो मेरो घर यता। अनि यता यहाँ बिचमा खोला छ, खोला तरेर यता माथि आउँदा यो पाउँछ नजारा यस्तो छ गाइस। दिस इज अ भ्यू अफ अप्रिल डे 2। पुरा फगी भइरहेको छैन न, टाढो टाढोको त केही देख्दैन, पुरा फगीले छेउछेउको मात्रै यस्तो छ जङ्गल हेर्नु न। र गाइस, जतिजनाले यो भिडियो युट्युबदेखि हेर्नुहुँदैछ कृपया गरी सब्सक्राइब गरिदिनु होला। अनि फेसबुकबाट हेर्नुहुनेहरूलाई चाहिँ फलो गरिदिनु होला पेजलाई। अनि अब चाहिँ म मुख धुन जान्छु हो, अनि त्यहाँबाट भेटौँ होला गाइस होइन। 5 minutes later. र फाइनल गाइस, अहिले चाहिँ मैले मुख धुइसकेँ हो, अनि अब घर फर्किँदैछु। अनि गाइस भिडियोलाई हेर्दै गर्नुहोस् अन्तसम्म, अनि भेट्नेछौँ फेरि पनि गाइस। यो चाहिँ मेरो किचन रुम होइन। अब ब्रेकफास्ट खान आँटेको, ब्रेकफास्ट चाहिँ यस्तो छ हेर्नु न, भुटेको भात अनि चिया बनाउने हो। चिया बना म्याउ। मेरो दुईवटा यो बिल्ली छ होइन, जहिले राति यहाँ सुत्छ। यहाँको राति सुत्ने ठाउँ चाहिँ चौका चुलामा यहाँभित्र सुत्छ कि प्राइनाहरू। यो त झन् कालो भइरहेछ न सेतो बिल्ली म्याउ। खोइ टल्किएको छ आँखा। ओइ बिरालो, ओइ बिरालो। Oh. देसी पारामा अब देसी खाइदिने नि त होइन गाइस। हालत यस्तो छ रुमको, किचनको भर्खर भाँडा धुलाएर यो राखेको, हालत खत्तम छ किचनको। अनि एउटा कुकुर, हालत छैन कुकुरको होइन। अहिले चाहिँ अब चिया बनाइन्छ, हर्लिक्ससँगको ट्वाक्क लाएर स्वाप खाइन्छ। ए यति त रहेछ गाइस, सिद्धिनु त आँटिछ होइन, गुवामै लगाइदिउँ क्या त झर्दैन त। ढोजा अझै एक छाकको लागि हुने रहेछ, सबै लगाउनु त हुँदैन, हामी गरिब मानुस होइन। अब चिया पनि तातिँदैछ, चिया पो यो के छ ए चिनी चिया नै रहेछ, चिनी चिया। ए साँच्ची रातिको मेरो त चिकन छ त, मेरो चिकन ट्यान ट्यान लुकाएर राखेको न, देसी जुगाड होइन न यो थालले। यस्तो भइरहेछ, के भयो खान्छस्? इ बिरालो च्याउमुछ हेर्न, यिनीहरूको बिल्लीहरूको आँखा कत्रो टल्किन्छ। यता हेर म्याउ, यता म्याउ। मुला यता हेर्न, अर्को बिल्ली प्याउ प्याउ गर्दैछ। टमी टमी हेर्न हेरेको आज टमी, टमी मेरो कुतिया भन्दा यो कुतिया, कुकुर भन्दैन कुतिया भन्छ ला। चिया पनि उम्लिसकेछ। ठन्डामा यस्तो ठन्डा मौसममा तातो तातो चिया
विथ हर्लिक्स कस्तो दामी आउँथ्यो होला गाइस। दिन चाहिँ एकदमै धुमिरहेको छ रातभरि पानी परेर। अनि ठन्डामा तातो तातो चियासँग सुरुप सुरुप खानु मजै अलग। ए फेरि कतिचोटि उठ्नु हो यार होइन। दिन यस्तो भइरहेछ चिसोले। अहिले त फगी हराएछ। यता पनि कालो हुँदैछ होइन दिन गाइस। मौसम कालो हुँदैछ पुरा दिनहरू होइन। धुम्मिँदै आइरहेछ उताबाट। अझै पानी पर्छ। अनि अहिले चाहिँ फगी चाहिँ हराएछ। अघि चाहिँ पुरा केही नदेखिने भइरहेको थियो फगीले गर्दा। अनि अहिले चाहिँ धन्नै हराएछ। तर पानी चाहिँ पर्न थाल्यो अब फेरि। अब गाइस चट्ट लगाएर भात सात खाइन्छ हो। अनि त्यहाँदेखि अनि भेटिन्छ है गाइस त। ल गाइस अब म खान्छु हो। खानासाना खाएर अनि त्यहाँदेखि फेरि भेटौँला है। आजको मेरो ब्रेकफास्ट चिकन। यो चाहिँ हिजोको रातिको है। हिजो राति राखेको थिएँ नि त हौ त्यो रातिको। है के पक्रिरहले गाइस म्याउ के लिएर आयो यिनीहरूले। अनि यहाँ चाहिँ हर्लिक्स चा छ। अनि यहाँ त्यही यही सब्जीको रातिको सब्जीको बाँचेको त्यो अलिअलि ग्रेभी थियो त्यसमा भुटेको। अनि अब चाहिँ लगाएर अब चाहिँ खानु आँट्दैछु। 5 minutes later. र गाइस नास्ता चाहिँ अहिले खाइसक्यो मैले। अब एकछिन आगो तापिन्छ अनि त्यहाँदेखि गइन्छ रुमतिर हो। ठन्डामा होइन गाइस चिसो मौसममा तातो तातो हर्लिक्ससँगको आहा कुछ मजै अलग है भनेको जस्तो हो। तर मजा त आउँछ है त्यो जाडो मौसममा हो। तातो तातो चिया खानु विथ आगोको छेउमा आगो ताप्दै तातो तातो चिया पिउनु। पिउनु पो त खानु पो अरे भने त खानु यो भएको छैन त खानु यो त पिउनु पो पर्छ त पिउनु यसरी। एकदम दामी। अब नास्ता सास्ता भयो। यसलाई हड्डिँदै गर्नु न। एउटाले यताबाट हेरेको हेरेछ बिचारा दिएन भन्दै होला। म्या ओए दिएन तँलाई हेरेको रहेछ अघि। यसले चाहिँ नि त के मारेर लिएको रहेछ ऊ त्यहाँ खाँदै थियो। अनि यसलाई दिएन नि त। अनि त्यही भएर यसलाई नदिएको मैले मासु हड्डी यसलाई दिएको हेर्दैछ यसले। ओए कि त हेर्छ यहाँ। र गाइस म चाहिँ होइन भ्लग चाहिँ अब धेरै धेरै दिनमा गर्छु। किनकि अब एउटै घरमा हो कति भ्लग गर्नु जस्तो लाग्छ नि त होइन। त्यही भएर म भ्लगै गर्दिनँ। अब बाहिर बाहिर कतै डुल्नु जाने भएको भए पो एउटा भ्लग गरिराख्नु होइन। नयाँ नयाँ कन्टेन्ट आउँछ नयाँ नयाँ कन्टेन्ट हुन्छ। अब दिनमै जहिले एउटै घरमा बसिरहेको त्यो एउटै घर कति देखाउने होइन गाइस। तपाईँहरूलाई पनि त वाक्य लाग्छ अरे होइन। अब ठाउँ ठाउँ घुरेको भिडियो बनाउँदाखेरि पो अब तपाईँहरूलाई पनि हेर्नु मजा लाग्छ त होइन। अब एउटै घरको थपडा कति हेर्नु जस्तो लाग्छ होला। तर म यो भन्दिनँ किनकि मैले यो पहिलोचोटि मैले घरभित्र मेरो किचन रुम देखाउँदैछु होइन गाइस। किनकि म बाहिर बाहिर मात्रै देखाउँछु। अनि यो चाहिँ मेरो किचन रुम। र आज म तपाईँलाई मेरो हाउस टुर गराउँछु ल। मेरो रुम तपाईँलाई सबैलाई देखाउँछु। मेरो रुम मेरो मेन होलहरू सबै देखाउँछु। अनि आज चाहिँ एक्लै अल्छी लाग्यो गरिदिएको त के गर्नु होइन। अब यस्तै छ पारा मेरो यस्तै हो भने जस्तै। आहा गाइस अब तपाईँहरूको त घरमा अब छ होला होइन महँगो महँगो अब के अरे हिटरहरू कुलरहरू होला होइन। अनि मेरो घरमा चाहिँ देसी यस्तो छ है। यस्तो ताप्नुपर्छ के गर्नु। अब गरिब भएपछि गरिब त भन्दिनँ होइन मिडल क्लास हो छ अलिक छ होइन। तर गरिब चाहिँ भन्दिनँ होइन। गरिब चाहिँ छुइनँ म। अनि तपाईँहरूको अब होला होइन घरमा अब एसी मजा मजाको चिजहरू होला होइन। अब हामी त अब मिडल क्लास मान्छे कहाँबाट ल्याउने होइन त्यस्तो। देसी यसलाई भन्छ हाम्रो देसी एसी भन्छ यसलाई। एसी होइन एसी कुलर के भन्छ मलाई पनि थाहा छैन। र गाइस मैले चाहिँ होइन अहिले स्कुल चाहिँ छोडिदिएको। अब किन छोडेको भनेर अब सोच्नुहुन्छ होला होइन। अब होइन अब हामी चाहिँ अब मेघालयमा काम गर्ने मान्छे हाम्रो परिवार हामी चाहिँ मेघालयमा बस्ने मान्छे होइन। कामहरू अब बन्द हुन्छ कामहरू कतिपय हुँदैन होइन। अनि त्यही भएको कारणले
योपालि चाहिँ मिन्स अलिक घटना भइदियो नि त अनि मेघालयमै अनि त्यही भएको कारणले कामहरू बन्द भइदियो। अब मेघालयमा खालि त्यो कोल माइनिङ त हो, अब त्यो मात्रै त हो काम होइन। त्यो बाहेक अरू के चाहिँ पाउला, अब त्यही कामै बन्द भएपछि अब हुँदैन। अनि त्यो भएको कारणले काम बन्द भयो अनि मैले पनि छोडिदिएको। अब स्कुल पढाइ अब होइन फ्यामिली हेर्नुपर्छ। अनि अब म चाहिँ बाहिर जाँदैछु। अब यो महिना अप्रिल, यो महिनाको मेबी लास्ट सेकेन्ड विकतिर म जाँदैछु। मैले चाहिँ अहिले 10 पढ्दै थियो हो, अहिले 9 अस्ति 9 पास गरेर अनि 10 पढ्दै थिएँ। अब के गर्नु, अब सिचुएसन यस्तो भइदियो अनि बिचमै छोड्नु पऱ्यो। अनि 10 पढ्दा पढ्दै बिचमा छोड्नु पऱ्यो। तर केही छैन होइन, पढ्छु फेरि पढ्नु त अनलाइनमा ओपेनबाट पढ्छु, ओपेन बोर्डदेखि पढ्छु हो, त्यो पनि राम्रो हुन्छ अरे अनि त्यहाँदेखि पढ्छु। अनि अहिले चाहिँ फिलहाल म यति घरमा बसिरहेको छु हो। बाबाहरू चाहिँ अहिले यहाँ हुनुहुँदैन, कामको लागि अर्को ठाउँ जानुभएको छ। अनि घरमा चाहिँ अलि हामी बसेको कम्पाउन्ड चाहिँ होइन चर्च कम्पाउन्ड हो नि त, हामी त विश्वासी होइन, चर्च कम्पाउन्ड हो, चर्चमा बसेको छौँ। अनि यहाँ चाहिँ धेरै मान्छे हुन्छ तर सबै कामले गरेर बाहिर गयो। अहिले त यहाँ छैन। यहाँ भएको भनेको म, मेरो मम्मी भाउजू अनि उता पर आन्टी अङ्कल उहाँको 2जना छोराछोरी, यति नै हो। सबै टापटुप गयो कामको लागि। आउनु त आउँछ, पर्मिनेन्ट गएको होइन आउनुहुन्छ उहाँहरू पनि। अनि हामी चाहिँ अहिले यहाँ बसिरहेको होइन। म पनि जाँदैछु चाँडै नै अब काम गर्नुलाई गाइस। एकदमै सपोर्ट दिइराख्नुहोस्, तपाईँको भिडियो चाहिँ बनाइराख्छु तपाईँहरूसँग होइन, तपाईँहरूसँग भेटिराख्छु। यो नसोच्नुहोस् कि भिडियो बनाउनु छोड्दिनँ भनेर, भ्लग गर्नु छोड्दिनँ भनेर, छोड्छु, टाइम गर्छु होइन। तपाईँहरूलाई म देखाइराख्छु मेरो दृश्यहरू, त्यहाँको दृश्यहरू म तपाईँहरूलाई देखाइराख्छु होइन। र गाइस अब चाहिँ म रुमतर्फ जानेछु, तपाईँहरूलाई मेरो रुम देखाउँछु। तर रुम चाहिँ मिलाएको छैन, उठ्ने बित्तिकै यत्तिकै म हिँडी हालेको खोलातिर। अनि रुम चाहिँ मिलाएको छैन, एकदमै नहाँसिदिनु होला। यहाँकोलाई चाहिँ तानिदिइहालौँ पहिला ल, ट्वाक त्यो पाराले तानिदिउँ। अब रुमतिर चाहिँ ला गाइस, ओहो घाम पो लाग्यो तानी हन अघिसम्म हेर्नु त है, घाम लाग्यो। सन इज राइज्ड फ्रम दिस साइड। अलिकति देख्दैछ घाम आयो नि, तर अलिकभन्दा घाम आयो नि त अहिले। अनि मेरो कुखुराहरू पनि देखाउँछु गाइस। एन्ड ट्यान दिस इज माई मेन हाउस। अनि कपडाहरू चाहिँ यत्तिकै राखिरहेको छ। यो चाहिँ हिजो धुलाएर सुकाउने ठाउँ थिएन। यो चाहिँ मेरो रुम, अँध्यारो छ। यो गाइस म मेरो लाइट अन गर्छु। एन्ड दिस इज माई रुम। मिलाएको छैन रुमहरू, यत्तिकै राखिरहेको छ हेर्नु न, बिस्तारै यत्तिकै अघि उठ्ने बित्तिकै कुदिदिइहालेको। ला मेरो ट्राइपड पनि झडेछ, मेरो ट्राइपड। अनि मेरो मेडल्सहरू हेर्नु न, यो मेरो मेडल्सहरू है, स्कुलमा भेटेको मेडल्सहरू हो। अनि यो मेरो फुटबलमा जितेको, यसको त यस्तो उयो नै उक्यो यहाँको, उकाइ पठायो खोइ कहाँ गयो उकिएको थियो। यो चाहिँ मेरो बेस्ट गोलरमा पाएको होइन। अनि यो स्कुलमा बेस्ट क्याप्टेन, स्कुल क्याप्टेनमा बेस्ट क्याप्टेन पाएको एवार्ड पाएको थिएँ। यो मेरो त्यो एवार्ड हो। अनि माथि मेडल्सहरू छ त्यहाँ, अझै पुरानो मेडल्सहरू त छ यहाँ डोरी चुट्टेर राखिराखेको, त्यही राखिदिइराखेको थियो। एन्ड दिस इज माई हेलमेट, चाहिँ मेरो हेलमेट हो। अनि मेरो स्कुल आइडी कार्ड यस्तो थियो गाइस पहिलाको। आइडी कार्ड पनि कस्तो खालको थियो, ए मेरो आइडी कार्ड यो कतिको, यो 2023 को 23, यो 26 को, यो 25 को थियो रहेन सर होइन। अब गाइस म चाहिँ मेरो रुमहरू मिलाउँछु, त्यहाँदेखि चाहिँ म तपाईँलाई मेरो रुम मजाले देखाउँछु ल। पहिला रुमहरू मिलाइहाल्छु, त्यहाँदेखि भेट्नेछौँ ल गाइस, भेट्नेछौँ गाइस। मैले चाहिँ म रुम चाहिँ मिलाइसक्यो अनि रुम यस्तो भयो। अनि चाहिँ अब चाहिँ हेर्नु फाइनल रिजल्ट रुमको यस्तो भयो रुम। र यो लाइट चाहिँ मैले चाहिँ यता छ कि यसलाई यहाँ राख्ने गरेँ, ला पुग्दैन कि क्या हो राख्ने गाइस। हजुर भन्दा
र मान्छे नदेख्ने भयो उता देखेको भए चाहिँ मजाले देख्थ्यो कि यस्ता मेरो थिङ्सहरू अनि दिस इज माई रुम अनि ओहो घाम लागेको गाइस म एकछिन तपाईँहरूलाई बाहिरको नजाराहरू देखाउँछु ल पहिले दोकानमा आन्दी हाल्नु घाम हरायो घाम गाइस एकछिनसम्म मात्रै घामहरू चाहिँ अनि गाइस हेर्नु ल मेरो हात्ती चाहिँ ऊ भित्र छ चलाउन पाउँदैन पानी परेको परि अनि भित्र कचाएर राखिदिइराखेको नि थुप्रो भयो गएको थिएन मैले अनि हाम्रो चर्च चाहिँ यो हो सायद मैले पहिला पनि देखाएँ होला तपाईँलाई होइन यहाँको मेरो कम्पाउन्डहरू चर्चहरू देखाएँ होला हेर्नुहोस् यो चाहिँ मेरो बाहिर देखेको मेरो घर हाम्रो फुच्ची बहिनी ओ यसो लिन हाम्रो बहिनी भाग्यो डढाएर यताको नजाराहरू यस्तो छ गाइस एकदम फगी ऊ त्यो लाइन चाहिँ पुरा फगी छ त यता ब्ल्याक यता फगी मान्छे ब्रस गर्दैछ फेरि पानी पर्नु थाल्यो गाइस आकाशदेखिको पानी यता यो लाइनदेखि चाहिँ धेरै आउँछ यो साइड कि यो लाइन कालो भइरहेको छ पुरा ब्ल्याक फगी दिस साइड्स आर बिकमिङ ब्ल्याक एन्ड दिस साइड्स वाइट यताको सबै फगीहरू उडाएर यता लाँदैछ नि त सबै पुरा फगी भइरहेछ कम्पाउन्ड पुरा खाली भयो गाइस होइन मान्छे नभएर मान्छे सबै गयो काम गर्नुको लागि घरहरू खण्डार हेर्नु न एभ्री वान्स हाउस आर ब्लू कलर सबैको घरको कलरहरू ब्लू छ सबैको तिर्पल होइन प्लास्टिक्स लाउनुपर्छ विदाउट प्लास्टिक्स त हुँदैन यता होइन यता त उति यता प्लास्टिकसँग त होइन